मारुलाको पोलो झार्दैछ क्या आलो भाइले। यहाँनिर चाहिँ यो रमाइलो र केटाहरू चाहिँ खाजा खाँदैन भन्दा कति वर्ष अगाडि चाहिँ खेत रोपेको मेसो पाउनु भयो। खेताला सजिलै पाइन्थ्यो भने अब यहाँ अहिले हल गोरु छैनन्। नडराउनु नै बस्नु केही हुन्न। लकेटा हो होइन, म चाहिँ फेरि नयाँ भ्लगका साथ फिर्ता आइसकेको छु होइन। अब डेली लाइफ भ्लगिङ नगरेको चाहिँ धेरै भइरहेको थियो है। अब कतै घुम्न जाँदा मात्रै भ्लग गर्ने, नत्र यत्तिकै यहाँ लन्ठिनी भइरहेको थियो। अब आज चाहिँ म शनिबारको दिन होइन, करिब 1:30 बजे छ अहिले चाहिँ। बिहान खानासाना खाएर बस्दै थिएँ अनि सेरेबिसीतिर चाहिँ रोपाइ छ अरे आज है। अब त्यही रोपाइको यस्तो सिनहरू पनि क्याप्चर गरौँ होइन। अनि केटाहरूलाई नि अब यसो केही होइन भ्लग लिएर आऊँ भनेर चाहिँ मैले यस्तो स्टार्ट गरिरहेको छु। धेरै भयो थियो नगराएको पनि, अब आज चाहिँ गराइदिउँ भनेको हो। म चाहिँ अब सेरेबिसी आइपुगिसकेँ। उयो बाटो चाहिँ हिँड्दै त्यहाँसम्म चाहिँ पुग्न लाग्छु जहाँ चाहिँ खेत रोपिँदैछ है। अब आज चाहिँ धान रोप्ने खेत रोप्ने भन्ने चाहिँ कुरा रहेछ। अब खेत खनेर धान रोप्ने भनौँ न अब टेक्निकल्ली भन्नुपर्दा, तर अब खेत रोप्ने जे भन्ने नि चल्छ होइन। फाइनल्ली खेत रोपेको ठाउँमा चाहिँ आइपुग्न लाग्यो म। त्यहाँ चाहिँ यो अविरल बसिरहेछ है अङ्कल। अनि ऊ त्यहाँ चाहिँ अब रोपिँदैछ ट्र्याक्टरले। त्यहाँ पुग्नलाई चाहिँ म हिँड्दैछु। अलि छिट्टै अरू गराहरू यत्तिकै रहेछ होइन, जोस् अलि चाँडै नै रोपिसक्यो रहेछ त्यहाँ। अब यहाँबाटै चाहिँ हिँड्ने होला नि त होइन, अन्त त बाटै छैन हिँड्ने। के अब यताबाट हिँड्ने हो, यता नि त्यस्तै छ। ल त्यहाँ पुग्ने बाटै रहन्छ क्या। यो आँठो जान्थ्यो होला। अनि नि तातो रहेछ, आँठो नि सानो रहेछ। के छ दाइ, रमाइलो भइरह? पानी नि कस्तो तातो हो त नि पोल्ने यार। चिसो हुन्छ नि मसँग पानी हो त्यही त नि, पानीमा खसेर नि चिसो होला नि भन्नु होइन है। झन् पोल्ने यहाँ चाहिँ ठिकै नि तातै रहेछ। के गर्यो त नि आज दिनभरि? बस न पहिला ल तिन लजाउने हो र भनेको। यामा लगाइदिएको बुढुङ काम हुँदो रहेछ हो। ल यहाँ चप्पल चाहिँ हातमा लिने सिस्टम छ अरे यहाँ चाहिँ है। ल यस्तो अनि यत्तिकै लिने हिँड्ने। ल ओहो डेन्जर पोल्ने रहेछ। अनि ल आफू डेन्जर पोल्ने बानी रहेछ है, गढिँदो रहेछ है। ए नजोति थाहा हिँड्नु न, ए नजोति थाहा हिँड्यो। कस्तो भइरह रोपाइ? रोपाइ राम्रै चल्यो। अब असारको मेलो हो। अलि नजिक लहर भन्नु नि मुखमा। ट्र्याक्टर लागिराखेको छ। अब आज रोपाइ सुरु हो। तपाईँ यहाँको रोपाइमा इङ्गेज भएको कति वर्ष भयो? कति वर्षदेखिको अनुभव छ तपाईँलाई रोपेको? होइन केटा हो। अब यहाँ चाहिँ अब के प्रोसेस छ त नि धान रोप्ने होइन। अब हामीले चाहिँ अब पढ्ने बेलामा चाहिँ होइन, अब त्यहाँ ट्र्याक्टर लगाउने अथवा अहिले मोडर्न तरिका चाहिँ पढिन्छ होइन। अब गाउँघरको तरिका अब यो चाहिँ फुल्ली गाउँ पनि होइन, सेमी मोडर्न हो कि यो चाहिँ। अब के गरिन्छ यहाँ चाहिँ म यहाँको हल्का होइन, अब धान रोप्दै हुँदो रहेछ होइन। यदि त थाहा पाइयो अब यहाँ धान रोप्ने तरिका के छन् होइन। तपाईँले कति वर्षदेखि धान रोपिराख्नु भयो त? 2 वर्ष भयो। लगभग 2 वर्षदेखि चाहिँ रोपिराख्नु भयो? यहाँ रोपेको 2 वर्ष भयो। यहाँभन्दा अगाडि कहाँ रोप्नु भयो? उतै घरतिर रोपेको थिएँ। हो घरतिर र अब यहाँ रोप्नेमा चाहिँ अब के फरक, केही भिन्नता पाउनुभयो? पाइन ठिकै छ, दुईतिर धान भयो नि धानै फल्यो त्यही हो। होइन धान रोप्ने धानै फलेको कि त तरिका हुन्छ नि त। अब धान रोप्ने तरिका अब केही फरक पाउनु भएन भनेपछि एउटै लाग्यो।
के गरेर रोपिदो रहेछ त? बाँझो जोत्ने आली खन्ने बाँझो भन्या चाहिँ के अब यतिकै त्यो मकै भएको त्यसलाई चाहिँ बाँझो भन्छ होइन? मकै नभएको ठाउँ बाँझै मकै काटेर भ्याइसकेपछि त्यसलाई चाहिँ बाँझो खेत भन्यो होइन? त्यो बाँझो खेतलाई पहिला जोत्ने हो नि आली खन्ने आली लाउने अनि आली खन्ने भन्या चाहिँ के? यही आलीलाई खन्ने आली तास्ने के तास्ने जुन एउटा बारी र अर्को बारी छुट्याउने बोर्डरलाई चाहिँ खन्नीलाई चाहिँ आली खन्नी भनिन्छ होइन? अनि त्यसपछि के गर्ने? त्यसलाई लाउनु पर्यो फेरि लाउनु पर्यो खन्नु पर्यो अनि फेरि त्यही घेरामा आली लाउनु पर्यो होइन? फेरि नयाँ बोर्डर सेट गर्नु पर्यो अनि त्यसपछि आली लाउने अनि त्यही ट्र्याक्टर लाउने रोप्ने। कस्तो फिल भइरह अनिस? खतरा मजा भयो। पढ्न मजा कि जोत्न मजा? भन न भन न भने यहाँ फिजिक्स पढ्न मजा कि जोत्न? ल यो अनिसको पारा आइगेडा हो होइन? कोदालो लिएर चाहिँ म रेडी भइसकेको छु। सोल मेकानिक सर होइन मैले किन हम्मा गर्नु भयो होइन भनेको यो भएर हो कि देख्नुभयो काम गर्दैछु अब हम्मा गर्ने फुर्सदै होइन मलाई त। म त दसैँतिर बुझाउँछु सर यो अब खेत गोडेर भ्यासी जम्मै खेत गोड्ने नै म यो यहाँ कहाँबाट हम्मा गर्ने यहाँ मलाई चाहिँ हम्मकमा छुट हुन पऱ्यो है। यो ढोडोहरूलाई चाहिँ छुट्याउन पर्ने रहेछ कि है? यसले चाहिँ अल्झाउँछ रहेछ ट्र्याक्टरलाई। यहाँ चाहिँ अनि यही हो आली भन्ने चाहिँ यो आँटो यो बोर्डरलाई चाहिँ सेट गर्नुपर्छ कि होइन? यही नै हो आजको काम। अनि त्यो त्यसपछि चाहिँ बल्ल ट्याप रोप्ने अर्कोचोटि फेरि भनेर चाहिँ ट्याप रोप्ने चाहिँ अब अर्को लटको काम हो। दुईवटा स्टेपमा चाहिँ पुरा गरिन्छ। पहिला यहाँ चाहिँ पानी लाउनु पऱ्यो गह्रै भर्नु पऱ्यो अनि ट्र्याक्टर लाएर जोत्नु पऱ्यो अनि बल्ल अघि धान रोप्ने काम चाहिँ सुरु हुन्छ। धानभन्दा अगाडि चाहिँ मकै रोपिएको हुन्छ है। मकै चाहिँ यत्तिकै खन्नी सुक्खा ठाउँमा चाहिँ अनि त्यो मकैको बिउ छरेर रोपिन्छ भने धानलाई चाहिँ अब हल्का वेट बनाउनु पर्छ होइन? केले हो त यसो टोक्ने? टोक्दो रहेछ त्यहाँ केले है? टोक्दो रहेछ डेन्जर हेऱ्यो किराले। खरो धेरै बकुलाहरू चाहिँ यहाँनिर चाहिँ देख्नु पाइराखेको छ होइन? यहाँ चाहिँ माछा पाइन्छ कि खानु पाइन्छ कि भनेर आउने हो नि कि यहाँहरूको पनि छुट्टै छ है। फेरि यो चाहिँ धुनुपर्छ कि है? त्यो धुइन भने चाहिँ यसरी पानी सब यता आउँछ कि तल त्यही भएर राम्रोसँग जोतिन्न। झन् एक्सिडेन्ट ह्यापनिङ भएको केटा हो होइन? ट्र्याक्टर छ अब तपाईँ चाहिँ यतापट्टिको होइन सर्भिस साइडको होइन धान रोपाइमा चाहिँ कति वर्षदेखि सामेल हुनुहुन्छ तपाईँ? ठिकै छ। तपाईँको शुभ नाम के हो भनिदिनु पहिला? सीता मिश्र। नडराउनु नै बस्नु केही हुन्न। अनि भनेपछि तपाईँ कति वर्षदेखि लगभग यो गह्रोहरू जोतेको हेर्नुभयो? लगभग 20 वर्ष भयो। 20 वर्ष भयो। अनि आजभन्दा 20 वर्ष अगाडि कसरी रोपिन्थ्यो होइन र आज कसरी रोपिएछ? कस्तो भिन्नता पाउनु भयो तपाईँले? ठिकै छ। भिन्नता होइन भिन्नता त केही होला नि। पहिला गोरु रोपिन्थ्यो होइन? अब अहिले हो के अरू यस्तै के भिन्नता? पहिला सरल थियो कि अहिले सरल छ? पहिला मजा आउँथ्यो कि अहिले मजा आउँछ? अहिले गोरुले रोप्दा ट्र्याक्टरले रोपेकै राम्रो हो। उताको ठुलो बारीको चाहिँ सकिसक्यो होइन? अब सानो खुट्टाहरू चाहिँ होइन सानो गह्रोहरू चाहिँ बाँकी हो। अब यहाँ चाहिँ गराउँदैछौँ होइन? सबै कुरा अब ट्र्याक्टर समेटेर केटाहरूलाई देखाउँछु। कसैलाई अब ट्याक्क कमेन्ट हान्नु होइन तिमीहरू लाग्यो भनेर चाहिँ म यस्तो फोहोर भएर होइन घरबाट नपढी आइरहेको लाइक सेयर सब्सक्राइब चाहिँ हान्नु है त्यहाँ सबले ल। अनि हाम्रो अघि चाहिँ लजाउनु भइरहेको थियो होइन हाम्रो ट्र्याक्टर धनी नलजाउनु न तपाईँ आउनु न। ए ल तपाईँको फेसबुक आइडी के हो भन्नु न? ल हाम्रो यस्तो ट्र्याक्टर धनीलाई चाहिँ होइन तपाईँले चाहिँ रिक्वेस्ट पठाउन सक्नुहुन्छ। म उहाँको आइडी चाहिँ अहिले थाहा पाएर यहाँ लिङ्कमा राखिदिन्छु होइन डिस्क्रिप्सनमा। सबले ट्याक्क है ट्र्याक्टरमा चढेर घुम्न मन छ भने चाहिँ दाइलाई ट्याक्क सम्पर्क हान्यो होइन दाइ? ढुक्क हो नि होइन? बिहा भयो कि भन दाइको? कि कतिवटा भयो भनेर सोध्ने हो कि भयो कि भनेर सोध्ने हो? हो र? ल डेन्जर काम गऱ्यो। अब मैले के खाजा खाने हो? खाजा खानु पर्यो भन। क्षेत्र पनि मेला हो। आज पहिलो दिन हो? कस्तो फिल भइरह?
हाम्रो दाइ पनि अब पुरानै मान्छे हो होइन, दाइलाई नै अनुभवै छ होइन। तपाईँले चाहिँ आजभन्दा कति वर्ष अगाडि चाहिँ खेत रोपेको मेसो पाउनु भयो? 15-20 वर्षै भइसक्यो। 30 वर्ष अगाडि चाहिँ तपाईँले खेत रोपेको मेसो पाउनु भयो होइन। त्यो बेलाको खेत रोपाइ र अहिलेको रोपाइमा चाहिँ के भिन्नता छ होला? तपाईँले चाहिँ के भिन्नता पाउनु भयो? फरक भयो नि। पहिला चाहिँ गोरुहरूले रोपिन्थ्यो, हजुर। अहिले चाहिँ अब आधुनिक प्रविधि भयो। अहिले हल गोरु छैनन्, हजुर, ट्र्याक्टर छन्। अब हल गोरुको दानेमा दौडेको त अझै याद आइरहेछ। कस्तो मजा हुन्थ्यो, त्यही पनि अब ट्र्याक्टरले पनि छिटो काम भइरहेछ। त्यस्तो मजा त अब गइ गएर खोजी नि पाइन्न होइन। गयो केटाहरू चाहिँ खाजा खाँदैन होइन। तपाईँले आजभन्दा कति वर्ष अगाडि चाहिँ खेत रोप्नु भयो? कति वर्ष अगाडिदेखि चाहिँ तपाईँलाई खेत रोपेको अनुभव छ? अब म 70 वर्षको भएँ। हजुर। रोप्यो 20 वर्षले रोप्यो मलाई नि। भनेको कम्तीमा नि 50 वर्ष अगाडि चाहिँ तपाईँले यही ठाउँमा चाहिँ खेत रोप्नु भयो। ऊ बेला आजभन्दा 50 वर्ष अगाडिको खेत रोपाइ र आजको के फरक लाग्यो तपाईँलाई खेत रोपाइमा? केही फरक छैन। अब किसानी मान्छेलाई के फरक हुन्छ, यही खुसी लाग्छ। यही खुसी लाग्छ होइन। पहिला चाहिँ अब हल गोरुले रोपिन्थ्यो होला होइन, त्यहाँभन्दा अगाडि अब केले रोपिन्थ्यो होइन, अब अहिले ट्र्याक्टरले रोपिन्छ भने तपाईँले पहिलो खेत चाहिँ कसरी रोप्नुभयो? पहिलो खेत रोपाइको अनुभव सुनाइदिनु न त तपाईँको। गोरु लगेर अब काठियावालाले जोतियो भने सकिन्छ यति बेर रमाइलो हो। सक्यो जति बेर रमाइलो होइन, आजसम्म सकियो छ, आजसम्मै रमाइलो चला सकिन्जेल रमाइलो। जसरी रोपे नि रमाइलो चाहिँ रमाइलो भयो होइन। अब हामीले चाहिँ अबिरलाई चाहिँ सुप्लेक्स हान्ने कुरा छ हाम्रो चाहिँ होइन। च्याप समातेर झ्याप ढालिदिन्छु भन्ने चाहिँ मेरो कुरा त्यो चाहिँ सेकको त्यसलाई थाहा छैन होइन। अबको केही मिनटमा नै त्यो बारीमा चाहिँ लम्पसार पर्नेवाला छ। अबको केही बेरमा नै कि त्यो छैन कि म छैन। ल म टाल्छु यो माइक चाहिँ समात्दै आउँदा नि माइक समात्दै म टाल्छु। ल यो भाइले चाहिँ मलाई खतरा पौडी खेल्ने ठाउँमा ल डुबाउँछु भने ल ल ल होइन कहाँ हो ल भनेपछि मलाई चुलुम्मै पार्छ। कहाँको डन्डुरो? ल ल ल घर लैदिनु ल्या भाइ त औडाएर रहेछ। के खा अरे बाबु त्यहाँ? बारुलाको पोलो झारिदिउँ गोल झारिदिउँ भन्दै कहाँ खै? त्यहाँ बारुलाको पोलो रहेछ। ल ल ल पह पह ल ल ठोक्यो है ठोक्यो ल। सब मान्छेलाई चाहिँ रहेछ होइन। उयो ल लाग्यो क्या ए क्या हान्ने हाने ल ठोको ठोको त्यसरी हाने एकचोटि टोलेन यार। बाहिर टोलेको टोलेन पहिल्यै भएको छ टोल्नुभन्दा अगाडि अनि टोलिन्छ बिचरा। कोही बोल ल है बारुला चाहिँ निस्किसक्यो है। ठुलो झारिदियो चाहिँ भाइले त्यहाँ बारुला चाहिँ निस्क्यो बारुलाहरू ए बारुलाको पोलो झारिदिन्छ क्या आलोक भाइले। के पौडी खेल्न जाऊँ भनेर चाहिँ बारुलाको पोलो चाहिँ फाइनली झारिसकेको छ आलोक भाइले। ल केटा हो होइन, अब फाइनली घर चाहिँ आइसकेको छ काम कुरो भ्याएर। अब एकछिनमा अब नुहाएर फ्रेस भएर खासा चाहिँ भेटौँला है त केटा।